आज मिति 2082 साल कार्तिक 5 गते गोवर्धन पूजाको दिन यसो रमाइलो गरौँ, दाजुभाइका दुःख सुख साटौँ, प्रकृतिसँग रमाऊ भनेर हामी आज यता जगडोल आएका छौँ। हाम्रो अगाडि हुनुहुन्छ खगेन्द्र गुरागाई। तपाईलाई कस्तो फिल भइरहेछ आज यो प्रकृतिसँग एकदम रमाउँदा? मनमोहक सुन्दर प्रकृतिसँग रमाउन पाउँदाखेरि साँच्चै स्वर्गीय अनुभूति भइरहेछ। मान्छे स्वर्ग कहाँ छ भनेर खोजी हिँडिरहेछन्। पारी डाँडामा कति मानिसहरू चिच्याइरहेछन्, स्वर्ग खोजिरहेछन्। दुःख पीडाबाट कसरी मुक्ति होला, कसरी सुख पाइन्छ होला भनेर खोजिरहेछन्। तर मलाई लाग्छ सुख भने यही भौतिक संसारमै छ। यदि तपाईँले सुख भोग्न चाहनुभयो भने यसै गरी प्रकृतिसँग रमाउन सक्नुहुन्छ, यो नेचरसँग जोडिन सक्नुहुन्छ। हामी प्रकृतिसँग जति नजिक भयौँ त्यति नै स्वर्गीय आनन्द हामी महसुस गर्न सक्छौँ। त्यसकारण मलाई लाग्छ स्वर्ग यही पृथ्वीमै छ। तर त्यसलाई खोज्नका लागि एउटा ज्ञानको एउटा आँखा चाहिन्छ। त्यो ज्ञानको आँखा खोजेर चाहिँ हामीले प्रकृतिसँग एसोसिएट हुन खोज्यौँ भने, प्रकृतिसँग रमाउन खोज्यौँ भने, प्रकृतिको यो सुन्दरतासँगै यसको बखान गरेर रमाइला महसुस गर्न सक्यौँ भने यही नै स्वर्ग छ जस्तो मलाई लाग्यो। अहिले यो हामीले चाहिँ यो डाँडोमा आएर, यो सल्लाघारीमा आएर यति राम्रो अनुभूति गर्न सकेका छौँ। हामीले आफ्ना दुःख पीडा घर परिवारलाई पनि एकछिन भुलेर यो प्रकृतिसँग चाहिँ रमाउन सकेका छौँ। यही नै स्वर्ग हो जस्तो लाग्छ। तपाईँलाई कस्तो लागिरहेछ त? इनसाइड आउट भन्छ, आउटसाइड इन पनि भन्छ। अब हामी प्रत्येक दिन भौतिक संसारसँग हामी जुधिरहेका छौँ। कहिले जागिर भनेको छ, कहिले परिवार भनेको छ। त्यसले गर्दा बाहिरी संसार त हामीले बुझेका छौँ, तर भित्री संसार आउटसाइड इन, एकदम बाहिरबाट हामी भित्र जानको लागि मलाई लाग्छ यो एउटा प्रकृतिको काख नै उत्तम माध्यम हो, जसबाट हामी को हो, हामी किन आएका हौँ, हाम्रो उद्देश्य के हो, प्रकृतिबाट आयौँ र प्रकृतिमै जाने हो भने अहिलेको भौतिक संसारसँग मेरो यो छ त्यो छ, मेरा यति इष्टमित्र छन्, मेरो यति धन पैसा छ भनेर भन्नु पनि बेकार जस्तो लाग्छ। किनभने आखिरीमा हामीलाई चाहिने त प्रकृति नै रहेछ। प्रकृतिले हामीलाई हामी को हो भनेर चिनाउने एउटा माध्यम भएको हुनाले पनि एउटा हेक्टिक लाइफबाट पार भएर थोरै समय निकालेर कम्तीमा हप्ताको एक दिन पनि प्रकृतिको नजिक आयो भने हामी को हो भन्ने एउटा परिचय बनाउनको लागि सहयोग गर्छ होला। एकदम सही। त्यही उद्देश्य राखेर हामी यो प्रकृतिमा आएका छौँ। हजुर। अनि हाम्रो अगाडि राम सर हुनुहुन्छ। अब राम सर, राम गुरु सबैले उहाँलाई चाहिँ काठमाडौँ भ्यालीमा राम सर भनेर नचिने कमै होलान्। उहाँ वास्तवमै सन्त गुरु महात्मा भने पनि हुन्छ। किनभने उहाँसँग ज्ञानको जुन एउटा मनोविज्ञानको जति ज्ञान छ त्यो हामीसँग कमै छ। त्यसकारणै आज राम सरसँग यसरी प्रकृतिसँग समाहित हुन पाउँदाखेरि धेरै खुसी लागेछ। धन्यवाद राम सर। धन्यवाद सर।